तपाईँको ब्याचलर्स पछि 10 वर्षसम्मको ग्याप छ अनि मलाई युके नै पढ्न मन छ 1 वर्षको मास्टर्स हो युके जान्छु पढ्छु भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ वी हेभ वान अफ द बेस्ट युनिभर्सिटिज रेकमेन्डेसन्स फर यु है त युनिभर्सिटी कलेज बर्मिङhamको कुरा गर्दैछु अप टु £3,000 स्कलरसिप पनि प्रोभाइड गरिरहेको छ र यदि तपाईँको 12को इङ्ग्लिसमा B+ छ भने विदाउट आइएलएसपिटी पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ है तपाईँको जिपिएको कुरा गर्दाखेरि 3 इयर्सको ब्याचलर्स हो भने 60% इज रिक्वायर्ड होइन 4 इयर्सको ब्याचलर्स छ तपाईँको भने 55% छ भने द्याट इज गुड इनफ र 12को इङ्ग्लिसको मार्क्सले पुग्दैन तपाईँलाई आइएलएसपिटी नै रिक्वायर्ड हुने भयो भने चाहिँ आइएल्स 6 नट लेस देन 5.5 र पिटी 59 नट लेस देन 59 छ भने युआर गुड टु गो जनवरी 2026 को लागि यु क्यान अप्लाई र फर्दर डिटेल्स कास्टको लागि कति डिपोजिट गर्नुपर्छ तपाईँले कतिसम्मको स्कलरसिप पाउन सक्नुहुन्छ अरू के डकुमेन्ट्सहरू बनाउनु पर्छ इफ यु हेभ एनी क्वेरिज यु नो वेयर टु कम